ल हाम्रो सर आज पुरै एकदम हाफ स्यान्डो लगाएर एकदम तयारीका साथ कुकरमा तेल सेल हाल्दै हुन्छ। खासमा किन सर यस्तो गर्ने? आज बुढी माइत गएको छिन्, घरमा पाहुना धेरै आउनु भएको छ। हजुर त्यही भएर आफै मासु पकाउनु लाग्यो। ए तेल हाल्नु भएन? ठिकै हुन्छ तेल हेर्नु त। ठिक छ तेल पनि ठिक छ। अब मत पनि त्यति थाहा पार्न सर। ल सरले मसला ससला आइटमहरू हाल्दै हुनुहुन्छ। ल के गर्ने हजुर, कहिले छोरा मान्छे। सरले प्याज काट्नु भएको छ मासु पकाउनु। प्याज हाल्दैछ हजुर, प्याज। मासुको लागि प्याज पनि गोल्डन कलर भइसकेको छ। के गर्ने हजुर, बुढी नभएर बहुत गाह्रो हुँदो रहेछ। 2 किलो खसीको मासु ल्याएको थिएँ, पाहुना आउनु भएको धेरै। के गर्ने, अब म मासु हाल्न गइरहेको छु। आज बुढी नभएको बेलामा पकाउनु लाग्यो, बहुत गाह्रो हो। एक मनले त मन खुसी त हुन्छ, घरमा फ्यामिली भएन भने मन दुःखी हुन्छ, गाह्रो छ।